हेलो साथीहरू नमस्कार। म के भन्न गइरहेको छु भने कुनै पनि यो कम्पनीको ओनरहरूलाई अब सिनियरहरू हुन्छन् होइन, स्टाफ मिल्दैनन्, कहिलेकाहीँ मलाई स्टाफ चाहियो भन्छन्। खास कुरो के हो भनेपछि कम्पनीको ओनरहरूसँग समयमा तलब भत्ता सेलेरी दिइहाल्नुहोस्। सबै स्टाफहरूलाई खाना बस्नको राम्रो सेवा सुविधा दिनुहोस्, समयमा तलब दिनुहोस्। स्टाफ कहीँ पनि जाँदैन। सिजनमा स्टाफ राख्दिने, अनि पछि सिजन सकिएपछि विभिन्न बहाना बनाएर स्टाफ चाहिँदैन भन्ने, अनि त्यसरी चल्दैन। कुनै पनि कम्पनी चल्दैन, मुस्किल हुन्छ। स्टाफलाई के चाहिएको हुन्छ र? अलिकति सम्मान, टाइममा सेलेरी, खाना बस्नको राम्रो सेवा सुविधा। जिन्दगीभर स्टाफ काम गर्छ त्यसै कम्पनीमा। यो होटलको साहुहरूलाई यो बिन्ती हो, राम्रो सेवा सुविधा दिनुहोस्। बस्न र खानको सेवा सुविधा, टाइममा सेलेरी, त्यति हो स्टाफले अपेक्षा गर्ने कम्पनीबाट, धेरै पनि होइन। बाँकी होटेलर साथीहरू, तपाईँहरू आफ्नो सुझाव दिनुहोला। धन्यवाद।